हेलो साथीहरू, आज चाहिँ म तपाईहरुको समक्ष डोनट्सको रेसिपी लिएर आएको छु। सुरुमा मैले दुधमा इस्ट हाले थोरै, त्यसपछि नुन हाले, त्यसपछि ब्राउन सुगर हालेको छु, अनि त्यसपछि थोरै दही पनि हालेको छु र अनि घिउ हालेको छु थोरै। अनि यसलाई राम्रोसँग मिक्स गरिसकेपछि यो इस्ट चाहिँ यो सबै कुरा घोलिसकेपछि चाहिँ यसमा मैले मैदा लगाएको छु। अनि मैदा लगाएर तपाईहरुले राम्रोसँग म्यास गर्नुपर्ने हुन्छ, मज्जाले हातले नै मुस्नु होला। अनि मैले चाहिँ हल्का नपुगेर मनतातो पानी लगाएर मुसेको छु। अलिक गिलो गिलो नै बनाउनु पर्छ यसको लागि चाहिँ। अनि यसरी मुसेर डो बनाइसकेपछि यसलाई 3-4 घण्टा छोपेर राख्नु होला। यो चाहिँ अलिक फुल्लिन्छ। यसको फ्लफी बनाउनुको लागि चाहिँ माथिबाट थोरै तेल लगाएर यसरी मैले छोपेर राखेँ। अनि यो छोपेर राखिसकेपछि 3-4 घण्टापछि यस्तो हुन्छ, फुल्लिन्छ। अनि यसलाई मज्जाले बेलेर वान पिस बनाउँदा नि हुन्छ। मैले चाहिँ एकैचोटि 3-4टा बनाउँदैछु यसरी। एउटा कटरको सहायताले काटेँ अनि बिचमा चाहिँ एउटा बोतलको बिर्कोले भए पनि यसरी काटेको छु र डोनटको सेप बनाएको छु। त्यसपछि तेल तताउनु होला अनि यसरी एक पिस गरेर पकाएँ मैले चाहिँ थोरै तेलमा। अनि यसरी बनाउनु होला। यसरी बनाएर खानु सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। मेरो भिडियो राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गर्नु होला। थ्याङ्क यू।